अब चाहिँ सुगर लाग्ने पेसेन्टहरू पनि खुसी भएर बस्नुहोस् है। मैले तपाईँहरूको लागि चाहिँ गुडको जलेबीको रेसिपी लिएर आएको छु, जो कि मैले घरमा यसरी बनाएर मैले कस्टमरहरूलाई सेल गर्ने गरेको छु है। पहिला चाहिँ हामी गुडको चास्नी बनाउँछौँ है। जति गुड लिनुहुन्छ त्यसको हाफ पानी हालेर चाहिँ यसरी चास्नी बनाउनु पर्छ। हेर्नुहोस्, यत्तिको हुनुपर्छ चास्नी चाहिँ, यत्तिको बाक्लो हुनुपर्छ है। जलेबी बनाउनुको लागि चाहिँ अब हामी ब्याटर बनाउँछौँ है। मैले चाहिँ यहाँनिर 2 कटोरा चाहिँ आटा लिएको छु है। तपाईँले जुनै कटोरा पनि युज गर्दा हुन्छ घरमा भएको है। अनि जति आटा लिनुहुन्छ त्यति नै भिनेगर, त्यति नै चम्ची भिनेगर हाल्दा हुन्छ है। मैले चाहिँ 2 कटोरा आटामा चाहिँ 2 बिर्को भिनेगर एड गरेँ है। र यसलाई चाहिँ मजाले स्मुथ हुने गरी पानीले चाहिँ मजाले फिटेर स्मुथ ब्याटर बनाउने। अनि लास्टमा चाहिँ 2 चम्ची जस्तो रिफाइन ओइल हालेर पनि फेरि मजाले फिटेर चाहिँ यत्तिको ब्याटर हुनुपर्छ। हेर्नुहोस्, अब जलेबीको लागि ब्याटर रेडी भइसकेको छ। र एउटा पाइपिङ ब्यागमा त्यो ब्याटरलाई एड गर्ने है। तपाईहरुकोमा कुनै प्लास्टिक छ भने यसरी हालेर चाहिँ प्लास्टिकलाई सानो दुलो पारेर चाहिँ तपाईहरुले बनाउन सक्नुहुन्छ। ध्यान राख्नुपर्ने कतिवटा कुराहरू पनि छ साथीहरू यसमा चाहिँ है। हामीले चाहिँ जलेबी बनाएर चाहिँ बाहिर अलग्गै राखेर पछाडि चास्नीमा हाल्नु चाहिँ हुँदैन। तुरन्तै तेलबाट जस्तो निकाली त्यस्तै तुरन्तै हामीले चास्नीमा हाल्नुपर्ने हुन्छ है। चास्नी पनि ठिकैको तातो हुनुपर्छ, बेसी तातो हुनु हुँदैन है। सुगर नखानेहरूले चाहिँ यो गुडको जलेबी चाहिँ अवश्य ट्राई गर्नुहोस् होला है। यो चाहिँ एकदमै हेल्दी र एकदम युनिक टेस्ट आउँछ यसको है। र तपाईहरुले ट्राई गरेर चाहिँ मलाई कमेन्ट गर्नु नबिर्सिनुहोस् होला।